आज चाहिँ हामी नारायणथान मन्दिर जाँदैछौँ। बिहान 8-9 बजीतिर लगभग। दिदी, आमा अनि मेरो वाइफ अनि म जाँदैछौँ। आज फेरि घाम यस्तो दामी लागेछ है, मस्त। अनि भ्यू पनि दामी देखिरहेछ क्या। दामी ठाउँ पनि रहेछ। अनि जाँदैछौँ हामी, आइपुग्यौँ। अनि उहाँ चाहिँ मेरो वाइफ, त्यसो आमा अनि दिदी आउनु हुँदैछ। अब जाँदै गरेको हामी यसो सामग्रीहरू पनि किन्नु पर्यो नि त होइन, फुलहरू यताउति पर्छ त। अनि यहाँनिर फेरि नाग मन्दिर पनि रहेछ कि, अनि अरू कुन कुन मन्दिर पनि रहेछ। आमाले दुधहरू चढाउनु भयो, अनि जलहरू यसो चढाउनु भयो आमाले। मैले पनि मेरो वाइफलाई मेरो पनि भिडियो बनाइदेऊ न त, म पनि गएर पूजा गर्छु भनेको। उल्टो मोबाइल समातेछ कि, टाउको त तल छ है मेरो त। फेरि आमाले माला चढाइदिनु भयो। अहिले चाहिँ मेरो हातमा छ फेरि मोबाइल। उहाँ चाहिँ बेटी चढाउने अरे, बेटी तान्नु। अनि अब माथि रहेछ जानुपर्ने। अब सिँढी छेउमा यसो पूजा गर्दै जानुपर्छ अरे। त्यहाँ पूजा गरेर माथि आइपुग्यौँ हामी। अनि यहाँनिर फेरि लाइन बस्नु पर्दो रहेछ है, तर भ्यू चाहिँ यस्तो दामी देखिरहेछ है, पहाड। वाउ, आमा चाहिँ गल्नु भयो अरे कि यहाँ। अनि आमालाई चाहिँ बस्नु भनेर हामीले यहाँ लाइनमा फेरि आमाको लाइन पनि हामी बसिरहेको छौँ नि त। अनि लाइन बस्नु पर्दो रहेछ, लामो रहेछ लाइन। अनि भित्रबाट फोटो भिडियोहरू बनाउनु दिँदैन अरे नि त। अनि त्यही भएर यतैबाट बनाएको मोबाइल खोज्छ भने कि, त्यहाँभित्र मोबाइल खोज्छ अरे। अनि हामी यतैबाट यसो भिडियो बनाइरहेछौँ, जाँदैछौँ। अब भित्र मोबाइल लानु दिँदैन अरे होइन। अनि ल गाइज,